नमस्कार। आज कुरा गरौँ नेपालमा ट्राभल एजेन्सी दर्ता गर्नको लागि अपनाउनु पर्ने प्रक्रियाहरू के हुन् त? सर्वप्रथम तपाईँले ट्राभल एजेन्सी दर्ता गर्नको लागि तपाईँसँग तपाईँको कम्पनीको सर्टिफिकेट हुनुपर्छ र अर्को भनेको तपाईँले लाइसेन्सको लागि प्रक्रिया अगाडि बढाउनु पर्ने हुन्छ। तपाईँले कम्पनी दर्ता गर्नको लागि तपाईँले चाहिँ आफ्नो कम्पनीको नाम चाहिँ अनलाइन मार्फत चाहिँ रजिस्टर गर्नुपर्ने हुन्छ। तपाईँले चाहिँ कम्पनी रजिस्ट्रार अफिस कार्यालयको चाहिँ वेबसाइटमा गएर नामको लागि चाहिँ बुकिङ गर्नुपर्ने हुन्छ। त्यो नाम सँगसँगै तपाईँले उद्देश्य पनि त्यहाँ लेखेर पठाउनु पर्ने हुन्छ, या भनौँ सेलेक्ट गरेर पठाउनु पर्ने हुन्छ। तपाईँले आफूले राखेको नाम चाहिँ तपाईँको कम्पनीको र अरू कुनै कम्पनीको चाहिँ सेम हुनु हुँदैन। त्यसैले चाहिँ पहिला प्रि बुकिङ भए पछाडि त्यहाँ अप्रुभल हुन्छ। अप्रुभल भए पछाडि चाहिँ तपाईँले आफ्नो कम्पनीको एमओए मेमोरेन्डम अफ एसोसिएसन, त्यो भनेको प्रबन्ध पत्र हुन्छ, र अर्को भनेको आर्टिकल अफ एसोसिएसन, त्यसलाई चाहिँ नेपालीमा चाहिँ नियमावली भनिन्छ। नियमावली चाहिँ तपाईँको कम्पनीको कानुन जस्तै हो, त्यसमा चाहिँ तपाईँको सम्पूर्ण रेगुलेसन गर्ने चाहिँ एउटा नियम हो त्यसले चाहिँ। अनि अर्को भनेको यी दुईवटा कुरामा चाहिँ तपाईँले आफ्नो कम्पनीको उद्देश्य के हो, कतिजना सेयर धनीहरू हुने हुन्, यी सबै कुराहरू चाहिँ खुलाउनु पर्ने हुन्छ। यदि तपाईँको कम्पनीको चाहिँ एकजनाभन्दा बढी सेयर धनीहरू भएको छ भने चाहिँ जसको नाममा चाहिँ बढी सेयर छ त्यही व्यक्तिको नामबाट चाहिँ प्यान रजिस्टर हुन्छ। तपाईँको अनि कम्पनीको चाहिँ सेपरेट सिल हुनुपर्छ भन्ने हुन्छ। सेपरेट सिल भनेको चाहिँ तपाईँको कम्पनीको छाप चाहिँ अरू कम्पनीसँग पनि मिल्नु भएन, तपाईँले चाहिँ सेपरेट छाप पनि बनाउनु पर्ने हुन्छ। र तपाईँले यति कुराहरू भइसके पछाडि चाहिँ तपाईँको पुँजी अनुसारको तपाईँले सबै रकमहरू बुझाउनु भइसके पछाडि चाहिँ तपाईँको चाहिँ कम्पनीको सर्टिफिकेट आउँछ। कम्पनीको सर्टिफिकेट आइसके पछाडि अब हाम्रो अर्को प्रक्रिया भनेको चाहिँ वार्ड दर्ता हो। वार्ड दर्ताको लागि चाहिँ तपाईँले यी मुख्य डकुमेन्टहरू चाहिँ लिएर जानुपर्ने हुन्छ। यसमा चाहिँ के पर्छन् त भन्दाखेरि तपाईँको नागरिकताको प्रतिलिपि, अर्को भनेको तपाईँको पासपोर्ट साइज फोटो 2टा, र अर्को भनेको चाहिँ तपाईँको कम्पनी चाहिँ आफ्नो घरभन्दा बाहेक अन्य व्यक्तिको घरमा रहने हो भने उक्त घरमा रहने भएको कारणले गर्दाखेरि घर भाडाको सिफारिस पनि चाहिने हुन्छ। अर्को भनेको कम्पनीको सिल अथवा भनौँ कम्पनीको छाप, कम्पनीको सर्टिफिकेट र तपाईँको राजस्व तिरेको डकुमेन्ट। यति डकुमेन्ट भइसके पछाडि चाहिँ तपाईँको वार्ड दर्ता हुन्छ। र अब अर्को प्रक्रिया भनेको तपाईँको चाहिँ लाइसेन्सको लागि हुन्छ। लाइसेन्सको लागि चाहिँ तपाईँले टुरिज्म बोर्डमा जानुपर्ने हुन्छ। तपाईँको कम्पनीको सर्टिफिकेट र तपाईँले चाहिँ म्याक्सिमम 5वटा भाषा चाहिँ आउने, या भनौँ ल्याङ्ग्वेज प्रोफिसियन्सीको सर्टिफिकेट, अर मिनिमम चाहिँ 3टा चाहिँ ल्याङ्ग्वेज प्रोफिसियन्सीको सर्टिफिकेट भयो भने चाहिँ तपाईँले लाइसेन्सको लागि प्रक्रिया अगाडि बढाउन सक्नुहुन्छ। तपाईँले यी प्रक्रियाहरू अगाडि बढाउनु भइसके पछाडि अब तपाईँको ट्राभल एजेन्सीको